यसै बिते जिन्दगीको कयौं महिना वर्ष न त छायो खुसीका दिन न त छायो हर्ष दुखीको दुःख सुन्ने ईश्वर कहाँ छ र त्यसै कहाँ रे यसै बिते जिन्दगीको कयौं महिना वर्ष न त छायो खुसीका दिन न त छायो हर्ष दुखीको दुःख सुन्ने ईश्वर कहाँ छ र त्यसै कहाँ रेटिन्थ्यो र छाती चर हालत यसै बिग्रिसक्यो जीवन क्यारी जाला ओ सानी कमला ओ सानी कमला ला को लडेछ हेर्दा त कमला जस्तै छ अब मैले कमलालाई बोकेर लान सक्दैन म कसैलाई बोलाउन जान्छु ए तिमी त सरिता हैन हो दाई म सरिता नि हो दाई त्यहाँ पर कमला बहिनी लडेर बेस भएको छ लौ न दाई जसरी भए पनि कान्छो दाईलाई खबर पुऱ्याइदिनु पर्यो ए हो र तिमी कमलालाई हेर्दै गर म खबर पुऱ्याएर आउँछु हस् दाई सुन्नु न बडा कमला नानीले पढ्ने ठुलो रहर गर्नु भएको थियो कपी किताब ल्याइदिन पाए कस्तो हुन्थ्यो होला है ल्याइदिन त चाँडै ल्याइदिन पाए हुन्थ्यो अब पछि भन्ने कुरा त्यस्तै हो उमेर पनि त भइसक्यो नि अब चाँडै भर्ना गरिदिन पाए त राम्रो हुन्थ्यो तिमीले भनेको ठिकै हो यो विषयमा पनि मैले केही सोचिरहेको छु सुन्नु न कान्छा दाइ तपाईँको बहिनी त्यहाँ कमला लडेर चोट लागेको छ के भन्छ यो हो दाइ आउनुहोस् बरु म पनि जान्छु तपाईँसँगै हो तिमी जानु पर्दैन यहीँ बस म गएर ल्याएर आउँछु नि त म हेर्छु बुझ्छु यसै बिते जिन्दगीको कयौं महिना न त छायो खुसी न त छायो हर्ष दुखीको दुःख सुन्ने ईश्वर कहाँ छ र त्यसै कहाँ रेटिन्थ्यो र छाती चर हालत यसै बिग्रिसक्यो जीवन क्यारी जाला ओ सानी कमला ला अहिलेसम्म आएको छैन कि कहाँ गएको के भयो बहिनी बहिनी कमला कमला ला कमला
एकछिन तपाईँहरू हेर्दै गर्नुहोस् म पानी ल्याएर आउँछु ल्याउनुहोस् त भाइ ल्याउ त ला साँच्ची कमलाको त म त ठुलै चोट लागेछ त त्यही त नि दिदी के आइलाग्यो कान्छी दाइलाई त उठेन बहिनी त पानी खुवाइदिनु पर्यो ल बहिनी बहिनी कमला उठ्दै उठेन ला बहिनीलाई त पानी हाल्दा पनि बिउजिने हस्पिटल लानै पर्छ ल भाइ बहिनी बोकाइदो लैजाउँ यसै बिते जिन्दगीको कयौं महिना वर्ष छोरी जेठा कान्छा ए आमा त आइपुग्नु भएछ त आइपुगेछ छोरी आमा निकै दिन बस्नु भयो त मामा घर हो नि छोरी बस नि निकै दिन तै पनि बिरामी हुन्थ्यो बल्ल बल्ल एक वर्षमा कहीँ त जान पाएको बस्नु त पर्यो नि अनि घरमा त मात्रै हो छैन नि त दाइ भाउजू खोइ घरमा को बस्ने हो त ऊ जेठा दाई कहाँ जानु भयो थाहा छैन कान्छा दाई भनाउँदो वा कमला लडिएर भनेर दौडिँदै जानु भएको छ यो कमलाले त अति गर्न थालिसक्यो आमा बुढीहरूलाई त अलि टाढा पठाइदिनु पाए हुन्थ्यो घरदेखि त्यसो नभन् न छोरी तर कमला मेरै कोखबाट जन्मेका छोरी उसलाई टाढा पठाएर के म खुसी भएर बस्न सक्छु होला त त्यही माथि ऊ अशक्त मान्छे हो तिमी दिदी बहिनी भएर झगडा गर्ने होइन नि मिलेर पो बस्नुपर्छ मिलेर बस्नलाई त उसको पनि बानी बेहोरा ठिक हुन पर्यो नि तपाईँले खालि मलाई मात्रै दोष दिनुहुन्छ दोष दिएको होइन के छोरी त त हेर्न पढाइ लेखेकी छिस् ऊ अलिकति पढ्न पनि सकेको छैन अशक्त छे उसलाई झन् धेरै माया गर्नुपर्छ के बरु लाज होला म त्यो कमला कता लडेको चाहिँ हेरेर आउँछु ए पर्दैन के आमा कमला लडिछ भने सबैजना खोज्न जाने हो र कान्छा दाई जानु भएको त हिँड्नु जानु भित्र त्यो हजुर तपाईँको बुढ्दा मैले बाटोमा देखाएको थिएँ माइत पठाउनु भयो र कि तपाईँ मसँग बोलेको देखेर डहा गरेर माइती जानु भएको र हुन त तपाईँ विवाहित मान्छे म अविवाहित केटी तर तपाईँको मिठो बोली सुनेर यो मनले कता कता कपाललाई मात्रै खोजिरहन्छ साँच्चै नडाटी भन्नुहोस् न हजुर तपाईँले पठाउनु भएको माइत भाइ मैले कहाँबाट माइती पठाउनु र अस्ति माइती जान्छु भनेकी थिएँ
ठिक छ जाओस् न त भनेर मैले माइती पठाइदिउँ। ऊ माइत गएर के भयो त? हाँस्ने बोल्ने रमाइलो गर्ने तिमी छँदैछौ नि। त्यहाँ माथि बिहे गरेर श्रीमानलाई फाइदा भने त यही त हो नि। तर छ नि तिमीहरू नजिक हुँदा मनको कुरा गर्न सजिलो हुन्छ नि। तिमीलाई कच्चा फुल माया तिम्रो हँसिलो मुहारले गर्दा थाकेको मन पनि हलुङ्गो हुन्छ। तर एउटा कुरा चाहिँ सत्य हो है, तिमी जति नजिक भएर कुरा गर्न थाल्यो नि म त्यति नजिक भएर तिमीसँग कुरा गर्न मन लागिरहन्छ। तपाईँको जिस्किने बानी नि कहिले जाने भएन। यो बेला नजिसे कहिले जिस्किने हो? त्यही भएर अहिले बुढी कन्या भएर बसिरहेको छ त। देख्नु के भयो तिमीलाई? रिसाउँदै देख्छु त। रिसाउनु त परिहाल्यो नि। अहिलेसम्म बाबामाले एक झापड लाग्नु थिएन, त्यो दाइ बनाउँदा नि मलाई झापड लगायो। हो त्यही भएर भन्छु यत्रो उमेर हुन्जेलसम्म माइतीमा बस्नु हुँदैन कि बिहे गरेर जानु पर्यो नि त। बिहे गरेर गइसकेपछि मात्रै माइतीको हेला भइदिएन। खै कुरा बुझेको? बिहे गरेर जान त्यति सजिलो छ नि? भने जस्तो केटा पाउनु पनि त पर्यो नि। मलाई बुझ्ने, मलाई माया गर्ने केटा पाउनु पर्यो नि बिहे गरेर जानलाई। त्यही पनि देखिनुहोस् हाम्रो घरको मान्छे कस्ता छन्। बिहे गरेर जान्न म यति छिटै। म पढेर सक्षम बन्छु, आफ्नो खुट्टामा आफै उभिने बन्छु, त्यसपछि आएर विचार गरौँला। तिम्रो कुरा नि ठिकै हो विष्णु, पढ्नु पनि पर्छ। हेर न म यो नपढेसरी भौतारै हिँड्नु परेछ। ठिकै छ, मैले राम्रोसँग नपढेँ नि तिमी राम्रोसँग पढ नि त है। पढ्न त परिहाल्यो नि फुलमाया। हेर न कहिले नपढेर अहिले यहाँ दुनियाँले हेरेको छ। त्यसैले म धेरै पढेर यो गाउँको नाम राख्न चाहन्छु। हो नि विष्णु, तिम्रो सपना छिट्टै पुरा होस्। त मैले जान्छ है। ल ल हुन्छ कुलमाया। कहाँ जान आएको थियो? बाटोमा अल्मलिए होइन ए कान्छी बहिनी, यसैसम्म आएन नि त कमला लिएर। फोन पनि गरेनन्। तिमीलाई केही आयो फोनहरू? खै आमा फोन त गर्नु पर्ने हो। मलाई पनि फोन गर्नु भएको छैन। खबर पनि केही आएन। किन कतै कमलालाई ठुलै चोट त लागेन भन्? खै आमा कति कमला कमला भनेको होला के? आउँदैछन् होला नि। कति कमलाको मात्रै चिन्ता गरे हो आइहाले भन्ने बित्तिकै। आउनु भएछ नि र बस्नु त। बस्नु नतान्ने छोरीलाई त त्यही ठुलो चोट लागेछ है क्या हो? होइन पुरै सुन्नेमा पनि छ। ठुलो चोट लागेछ है क्या हो? बाबु पानी दबाई ल्याएको? आमा दबाई ल्याएँ, दबाई ल्याइदिएको छु। दबाई पनि खाइरहेको छ नि। दबाई अब जाति छ भने त कसले पुरै चोट लागेछ। ए छोरी, यस्तो हिँड्न नसक्ने मान्छे यस्तो भिरपाखामा हिँड्नु हुँदैन नि त। त्यो त हो आमा। दिदीले पिस खुवाएर मार्नु भन्दा म त्यही चोटमा मरेको भए आनन्द हुन्थ्यो। अनि दाइ मलाई किन बचाउनु भएको? कस्तो कुरा गरे कि बहिनी तिमीले? अनि कसैले आफ्नो बहिनीलाई चोट लाग्दा हेरेर सहेर बस्छन् त? साँच्चै के तिमीलाई दिदीले बिसालेर मार्ने कुरा यो साँच्चै हो? मेरो मुखबाट सुन्नु भयो, अब दिदीकै मुखबाट सुन्नु न त। विष्णु, के कमलाले भनेको कुरा साँच्चो हो? खै मलाई थाहा छैन। मलाई यो कुराको जवाफ नदिँदै त भित्र जान पाउँदैनस्। मलाई थाहा छ यो धरतीमा जति बाँच्ने अधिकार तेरो छ नि त्यति अधिकार त्यसको पनि छ। र सुन, यो घरमा जति हक तेरो छ त्यति हक उसको पनि छ। थाहा छ मलाई हक अधिकार सबैको छ भनेर, तर केही छैन।
आज आएर दोषी पनि मलाई नै देख्नुभयो, गल्ती पनि मेरै भयो। पख्नुस्, यसको हिसाब किताब म छिट्टै नै दिनेछु। होइन, यसले त मेरो जवाबको उत्तर नदिकिनी गई। यो घरका मान्छेले मलाई लाटो सम्झेछ नि क्या हो? एक सेकेन्डलाई मैले मुला काटी चाहिँ काटिदिन्छु। बुढा किन जानु पर्यो? मैले भनेको यो घरमा केही सुन्दैनन् कसैले। किन हिँड्ने? वास्तु नहिँड्ने। यहाँ मैले भनेको केही सुन्छन्? कता जाने म? किन जाने म? यो घरमा मैले भनेको सुन्छन्? किन जाने म? हे भगवान, यो घरमा के भएको? अहिले शान्ति छैन। सायद मेरो श्रीमान यहाँ होइदिनु भएको भए यस्तो झगडा हुन्थेन होला छोरी। त्यही त नि आमा, हाम्रो घरमा झगडा नभएको दिन कहिले पो छ र? बरु मैले औषधि खाने बेला भयो जान्दिन्छु। ओ छोरी, हो ल ठिक छ, जाऊ छोरी जाऊ। बुढा एकछिन शान्त भएर बस्नु न, कति रिसाएको। हेर्नुहोस्, यसरी रिसाउनु हुन्न बुढा। रिस भनेको बाँसको तामा जस्तै हो। बाँस जति नै माथि पुगे नि एक दिन निहुरिनै पर्छ। त्यसैले तपाईँको उर्लेर आएको रिसलाई तल झार्नै पर्छ। तपाईँलाई थाहा छ, अब त बहिनी हुर्किसक्नु भयो। त्यसरी हात हालेर के नै फाइदा हुन्छ र? हो, आज बहिनी हाम्रो घरमा हुनुहुन्छ, भोलि अर्काको घरमा जाने हो। अब त्यसरी हजुरले उहाँको मन दुखाइदिनु भयो भने उहाँको पीडा उहाँ सँगसँगै जाने हो। त्यहाँमाथि त तपाईँ घरको अभिभावक जस्तो मान्छे। अब तपाईँले नै रिसलाई नियन्त्रण गर्न सक्नु भएन भने घरका अरू मान्छेले के सिक्नुहुन्छ? त्यहाँमाथि झन् कमला जस्तो अशक्त नानीलाई माया र सहाराको खाँचो छ। रिसले होइन, मायाले सम्झाउनु पर्छ बुढो। परिवार त हात उठाएर होइन बुढा, हात समाएर जोडिनु पर्छ। तिमीले भनेको त ठिक हो बुढी, तर मैले रिसको झोकमा आफ्नो होस गुमाउन पुगेछु। बरु तिमीले भने जस्तै आजदेखि बहिनीमाथि हात उठाउने गल्ती मैले कहिल्यै गर्ने छैन। तर छ नि, हात खुट्टा ठिक भएका मान्छेले अशक्त मान्छेलाई हेप्नु त भएन नि। बिचारा कमला अशक्त भएर पनि कति पीडा सहेर बसिछे भन्ने कुरा त उसलाई मात्रै थाहा छ नि। सानोतिनो कुरामा बिचारा त्यो कमलालाई त्यो विष्णुले बिसालेर मार्छु भन्ने कुरा त म सहनै सकिनँ। त्यही भएर म हात हाल्न पुगेको हुँ बुढी। तिमी आफै भन त लक्ष्मी, कमलाको पनि हामी बाहेक अरू को नै छ र? हो, विष्णुमाथि हात उठाउने मेरो गल्ती हो, त्यो म मान्छु। तर रिसले सही र गलत छुटाउन नसक्दो रहेछ बुढी। ठिकै छ नि, तिमीले भने जस्तै यस्तो गल्ती अब म दोहोऱ्याउने छैन नि। बरु कमला होस् या ठुली बहिनी, दुवैलाई आफ्नो सन्तान जस्तै सम्झेर न्याय गर्नेछु। अबदेखि रिस होइन बुढी, मैले घरमा माया र समझदारी देखाउनेछु। हो नि बुढा, मैले पनि त हजुरबाट यही आशा राखेकी थिएँ। र त भोक पनि लागिसक्यो, अब जाउँ त। कमला के छ? ठिक छ। ए हो र, अनि अहिले कस्तो छ त तिमीलाई? ठिकै छ सरिता, त्यो ठिक भएर त हिँडडुल गरेकी छु। ए हो र, आउने एकछिन बस्नु। हेर न कमला, एउटा कुरा भनौँ? भन न सरिता। तिमीलाई शरीरले साथ दिएन, मलाई खुट्टाले साथ दिएन। तर पनि हामीले हाम्रो हिम्मत मारेको छैनौँ। हो, हाम्रो शरीरमा केही कमजोरी होला, तर हाम्रो मन सपना जीवितै छ। कमला,
यो गाउँको सारा मानिसहरूले हामीलाई अशक्त भनेर कति रुप्छन्, उनीहरूको शब्दले मन कटक्क दुख्छ। तिमीले भनेको ठिक हो सरिता, जस्तो पीडा तिमीलाई छ त्यस्तै पीडा मलाई पनि छ। के गर्नु, शरीर सानो भएर जन्मियो भन्दैमा आफ्नो सपनालाई पनि सानो बनाउनु त भएन नि। तर छ नि सरिता, हाम्रो भाग्य साह्रै अभागी रहेछ नि। आज हामी अरूको नजरमा अशक्त भएर बस्नु परेको छ। सबैभन्दा बढी त हाम्रो शरीरले होइन, के गर्नु, ती शब्दहरूले हाम्रो मनमा हजारौँ चोट पुर्याउँछ। तर सरिता, अब हामीले अरूको नजरबाट आफ्नो जीवन हेर्नु हुँदैन। हो, हाम्रो शरीर फरक होला, तर तिम्रो र मेरो सपना एउटै छ। त सरिता, जति दुःखका कुरा गरे पनि हाम्रो दुःख कहीँ जाने होइन। म पनि घर जान्छु है अहिले। हुन्छ कमला। आमा, तपाईँ मामा घर गएदेखि त मैले मासु खानै पाएन। मासु खान पाएँ भने खाइस् न छोरी, बल्ल त म आइरहेछु। छोरा कहाँ जानु लागेको? कहाँ जानु र आमा, यसो बजारतिर जाउँ कि भनेर हिँडेको। ए हो र छोरा, बहिनीले साह्रै मासु खानु मन गरेकी छन्, लिएर आऊ न त 1-2 किलो मासु। ल त नि आमा, तपाईँले नभने पनि मेरो बहिनीको लागि त मैले मासु लिएर आइहाल्थेँ नि। ल त आमा, म लाग्यो है त। हस् त छोरा। के सुन त, तिमीलाई केही ल्याइदिने हो? म बजार जानु लाग्यो। ए हो र, बरु अमिलो खान मन लागेको थियो, अमिलो ल्याइदिउँ न है। र ल त नि, ल। छोरी, तेरो दाजु पनि अब बजारतिर गयो, अब कति बेला आउने हो? अब म चाहिँ यसो बारीतिर जानु पर्यो। म पनि जान्छु नि आमा। होइन, तिमी नजाऊ, तिमी घरमा बस्छ। आमा, म जान्छु। बिरामी छौ, म गरिहाल्छु नि, तिमी जाऊ घरमा बस्छ। आमा, बिरामी भएर के भयो त? चोट त टाउकोमा पो लागेको त, हातमा त लागेको होइन। यति काम त गर्न सकिहाल्छ। त हो छोरी, मैले तिमीलाई जन्माएर आफूले आफैलाई भाग्यमानी ठानेको छु। हेर न छोरी, विष्णुलाई हेर, उसका हात खुट्टा सग्ला छन्, कहाँ कुच्छे कता कता जान्छे। त भने आमाको दुःख देखेर यस्तो बिरामी हुँदाहुँदै पनि आमालाई काम सघाएर बस्छेस्। तर छोरी, सधैँ म तिमीले भनेको मान्थे, आज चाहिँ मैले भनेको तिमी मान त, तिमी गइहाल। ठिक छ आमा, अब तपाईँले नै पटक पटक घर जा भन्नुहुन्छ भने जिद्दी भएर किन यहाँ बस्नु, म जान्छु। आमा, काम मात्र गर्ने, खाना पनि परेन। के हो अमिला लिम्न भनेको त्यही हो कि क्या हो? आमा, खुसी खुसी छ त के हो? छोरा यसो विचार गर्छु। त कमला, बहिनी उता फर्क्यौ त तिमी? यता फर्क्यौ त, तिम्रो सपना पनि अब पुरा हुने भयो। कलम, कापी, किताब सबै छ तिमीलाई। ल यो मासु छ आमा, र यसमा अमिला पनि छ तिमीलाई। र जे गरिदियो गर। ल खाना बनाऊ। ल यही तरकारी सरकारी मासु ल्याइदिएछ आमा। त यो ब्यागभित्र लैजाऊ। ल कहाँ गयो त फेरि?
दाइलाई थगे लाग्यो कि क्या हो दाउरा काट्दा काट्दै अब मासु सासु बनाउने खाने आमा बल्ल हाम्रो घरमा खुसी आए जस्तो छ बुहारीको दुई जुकी भएकी छन् यता कान्छी छोरीलाई पनि किताब कपी पढ्ने स्कुल जाने आएको छ यता आज हाम्रो घरमा मासु ल्याएको छ छोराले अब सबैजना मिलेर मासु पकाएर खाने मासु भात पकाएर खाने हे भगवान् बल्ल मेरो घरमा खुसी आएको छ रक्षा गर है भगवान् बुहारी अब जाऊ यी सामानहरू भित्र लगेर राख हो नि आमा अरूभन्दा पनि अरू सबैले जसले जे भने पनि अरू कसैले केही नगरे पनि मैले मेरो बहिनीको सपना पुरा गरिदिन्छु कस्तो लाग्यो त तिमीलाई एकदमै खुसी लागेको छ है ल तिमी धेरै पढे लेखेर अगाडि बढेको म हेर्न चाहन्छु ओके दाइ ल तानी ल अब राम्ररी पढ्नु है कि कसो आमा एकदम एकदम राम्रो आज छोरीको धेरै खुसीको दिन छ आज यही खुसीमा आज त हाम्रो बहिनीले मासु खान्छन् ताई पनि भोगाए जस्तो छ आमा अब खानासाना बनाउनुहोस् बहिनीलाई पनि अब भोगायो होला जाउँ भित्र अब एकछिन काम गरौँ तपाईँहरूले भित्र काम गर्नुहोस् म पनि एकछिन यसो हात खुट्टा दिन्छु के हो भाइ तिम्रो घरमा चाहिँ कुरा गर्छ त मलाई त भुल्नै दिँदैन त पनि बजार गरेर होला थाक्यो होला जा रेस गरेर बस म यसो दाउरा छिराउँछु नि है ल तिमीहरू जाऊ भित्र आमा जानु बहिनी त यो कान्छा दाइले कोइला काखा कोइला पाखा गरे अब त्यो कमला नै रहेन भने कसलाई माया गर्दो रहेछ म नि हेर्छु नि अब यो विष यो दुधमा मिसाएर खान दिन्छु त्यसलाई नानी के गरेर आउनुभएको होइन भाउजू केही गरे होइन कमलालाई दुध दिन लागेको ए तर रानी तपाईँले कमलालाई सधैँ हेला गरिरहनुहुन्थ्यो कहिलेदेखि माया गर्न लाग्नुभयो भाउजू कमलालाई त मैले सधैँ माया गरिरहन्थेँ त तपाईँहरूले नदेख्नु भएको मात्रै हो त्यो त हो अब दिदी बहिनीको माया कसले बुझ्न सक्छ हेलो मासु सासु पकाउनु पर्छ आज आमा मिठो बनाउनुहोस् खानु पर्छ कमला हजुर त्यो औषधि खाने बेला भयो मैले तातो तातो दुध तताएको थिएँ आइज बाहिर गएर खाऊँ तिमी किन उभिराख्यो आएर बस न एकछिन होइन हिजोसम्म नानीले किताब पढ्दा गालामा झापड हान्नेले आज दुध लिएर जाने केही न केही त गडबडी छ होइन है बुढी अखत गरेपछि त कानै बन्द भयो कि क्या हो आएर बस भन्दा पनि सुन्दिनौ होइन एकछिन म बाहिर गएर आउँछु के हो त्यो आमा पुरै बुझ्ने गाह्रो छैन आज मेरो आमालाई काम गर्न म सघाउँछु यिनी सबै बाहिर जान्छन् के गर्छन् प्यासेज म काट्छु त दिनुहोस् न त आज मैले दुध तताएको छु नि तँलाई दुध खायो भने शक्ति आउँछ नाइ मेरै हातले खुवाइदिन्छु ल तँलाई एकछिन पर्खिनुहोस्
यसै बिते जिन्दगीको कयौँ महिना वर्ष न त छायो खुसीका दिन न त छायो हर्ष दुखीको दुःख सुन्ने ईश्वर